यो तिमीहरूले प्रधानमन्त्री बनाउँछु भनेर हिँडेको मान्छेले राति 12 बजे लेखेको स्ट्याटस। अब यो स्ट्याटस के खाएर लेखेको थियो त्यस विषयमा अहिले कुरा नगरौँ। अब एकचोटि इमेजिन गर्नुहोस्, यदि दुर्भाग्यले नेपालको प्रधानमन्त्री यो मान्छे भयो भने नेपालको हालत के होला। कुनै दिन स्ट्याटस लेखेर व्हाइट हाउस जलाइदिन्छु, ताजमहलमा बम पड्काइदिन्छु, ग्रेट वाल अफ चाइना भत्काइदिन्छु भनेर भन्यो भने त्यो कुरा फेसबुकमा मात्र त सीमित रहँदैन। त्यो कुरा सिधै पुग्छ CNN, BBC, अल जजिरा र अन्य अन्तर्राष्ट्रिय मञ्चमा। त्यसपछि हाम्रो दूतावासले त्यसको उत्तर के दिने? यस्तो मान्छेले कस्तो फरेन पोलिसी बनाउला र कस्तो कूटनीतिक काम गर्ला? आज यो कुरा सामान्य लाग्ला किनभने ऊ मेयर मात्र छ र उनको कुरा अन्तर्राष्ट्रिय मञ्चमा पुग्दैन। भोलि प्रमुख पदमा पुगेपछि प्रत्येक शब्दले देशको छवि निर्धारण गर्छ र यस्तो भाषाको प्रयोग गरे भने अमेरिका, चीन र भारत जस्ता देशले यसलाई गम्भीरतापूर्वक लिन्छन् र नेताले घमण्ड र अराजक सोच देखाए भने नेपाल नक्सामा रहँदैन, रहन्छ त केवल इतिहासमा मात्र। त्यसैले कुरा सिधा छ, कुनै पनि नेताको हातमा देश दिनु अघि उसको दिमाग ठिक छ वा छैन त्यो जाँच्न जरुरी छ। संसारको सबै मान्छे गलत र म मात्रै सही छु भन्ने सोच हटाउनु पर्ने हुन्छ।